राम्रै लाग्यो माइन्डहरू पनि फ्रेस हुन्छ के ल्यायो हामी चाहिँ एकछिन वेलकम ब्याक दिस इज डिभर्स चेरी आज हामी आएको छौँ किस्टन पार्कमा आई मिन किस्टन सफारी यिनी के हुन् यो के हो ट्रिना के अरे यो यहाँ के लेखेको छ मलाई नाम थाहा भएन कि यो जनावरको अघि त यहाँ भनेर बोटमा देखेको थिएँ होइन थाहा भएन बाछो पनि रहेछ नि गाईको बाछो बाटै छैन यता जाउँ जाउँ अर्कोतिर कस्तो लाग्यो त आमैलाई हजुर राम्रै लाग्यो जिराफमा लानु नि जिराफमा खै यता पो आएछ उहाँ देख्नुभयो जिराफ कति ठुलो नि त्यो जिराफ पनि आयो त छेउमै आमैलाई नमस्ते यस्तो निहुरेर कस्तो गरेर हेर्दो रहेछ नि हेर न हाई जिराफ ट्रिना लुक आम्मामा अग्लो नि साँपको टाउको जस्तो टाइपको नि कता गएको अरे छेउमा त्यहाँ चाहिँ छेउ छ क्या खानेकुरो मागेको छु त्यहाँबाट चाहिँ खुवाउनु मिल्दो रहेछ किन्नुपर्छ $3 अरे $3 अरे पत्ता खुवाउनु तिनटे आयो जाउँ अर्कोतिर खसी हो र हाटीका यिनी खसी हुन् र अनि सिङ त कस्तो छ त अर्कै टाइपको बोका चाहिँ हो हिज नेम इज बोका खसी ए कुन खालको चरा कताको उता पर्छ नि त भित्र डाइनोसरको उयो पनि रहेछ डाइनोसर्स डिक साइड कहाँ के छ अरे के हो यो खोइ के हो कहिले पनि नदेखेको हो यो त एमु भन्छ होला हाँस होइन मुजुर What is that? I don't know. Who are you? What's your name? हेर न के स्टाइलको छ नि भगवानको कला आमै उयो हेर्नु नि कस्तो स्टाइलको रहेछ के मागेको चरा के दिनु नि त भनी नानी त्यो उयो पिरो चिप देऊ न त उनलाई हेर है पिरो डरायो ट्रिना त डराउँदै पो रहेछ यसलाई भन्दो रहेछ इस्ट अफ्रिकन ग्रे रडर क्रेन लेट्स सी द नेक्स्ट वान ए यो चाहिँ फेक उयो डाइनोसर म त रियल पो भनेको म त छक्क परेँ त अछि बोलाएको कस्तो गरेर कराउँदो रहेछ त अनि
यो प्राकृतिक पनि नि प्रकृति पनि अचम्मको छ यार कस्तो कस्तो जन्म लिएर आउनुपर्छ लाटोसेर लाटै हो यो खै एउटा आँखा चाहिँ आँखा पो झिम्काउँदो रहेछ त एउटा आँखा चाहिँ बन्द छ एउटा खुल्ला छ हो यहाँ हेर्नु नि एउटा आँखा चाहिँ बन्द गर्दो रहेछ एउटा चाहिँ खोल्दो रहेछ आमै हाम्रो आमैले चाहिँ धेरै नै मन पराइरहनु भएको छ लाइक अलिकति टाइम वेस्ट गरेर राम्रो हेर्दै हुनुहुन्छ टाइम वेस्ट भन्नाले अब राम्रो विचारले भोकले के चरा हो यो यसमा यहाँ जेब्रा लेखेको छ खोइ जेब्रा पर पुगेछ पर रहेछ नि त कहिले आउँछ एउटा मात्रै छ है क्या एउटा रहेछ वान यङ लेखेको छ 10 यङ्स पनि लेखेको छ त नि डाइनोसर टिका जस्तै हिँड्दो रहेछ होइन हौ कुनै के हो त्यो कस्तै टिका जस्तै हिँड्ने रहेछ आयो हे हे आउँदैन लग गरेछ माथिबाट उठेर खानेकुरोमा आएको के हो यो माथिबाट उफ्रेर आउनु कस्तो मजाले कुद्दो रहेछ नि ए मेरो क्यामेरा खाने छैन त्यो चरा होइन त हौ हामी कस्तो खालको चरा हो भन्दै हुनुहुन्छ हामीले चरा त होइन त कहाँ चरा हो यसलाई उयो भन्छ हौ मलाई थाहा थियो नाम बिर्स्यो मैले। जाउँ छैन त अब अर्कोतिर यो डाइनोसर त फेक डाइनोसर बनाएर धेरै नै अब कहिले नदेखेको जिनिसहरू यो किस्टोन सफारीमा देख्न पाइरहेछ अब यो चाहिँ अघि पनि सुतिरहेको थियो अहिले पनि सुतिरहेको छ अब अझै थुप्रो त छ भर्खर त आएको होइन अझै थुप्रो छ हामी डुल्नुपर्ने टिना हो ए टिका कस्तो लाग्यो त अलिक ठुलो बोला राम्रो लाग्यो एकखेप अर्को हामी त्यो पिचबर्ड जूमा गएको थियौँ होइन त्यो पिचबर्ड जूको त त्यति साह्रो नजिकबाट देखेको थिएन नि त्यो उठेर के गर्नु वाटर खाँदैछ ट्रिना उहाँ हेर ऊ यिनी को हुन् यिनी अचम्मको छ कस्तो हाई गरेको Look what? Who? ए मम्मी टाइपको होला पर कति नजिकबाट देख्यो नि हामी यो होइन पहिलेको त बेग्लै उहाँ चाहिँ रहेछ नि मङ्की उहाँ बसिरहेको छ उहाँ के अरे छेउमा बोलाउन आउँदैन कस्तो राम्रो रहेछ क्या मङ्की कमी होइन उहाँ चाहिँ हेर न ढेँडो हो कि के हो ल जुङ्गा पो कल उयो गरेर बनाइरहेको मद्रासी स्टाइलमा उहाँ पर हौ हनुमानजी यहाँ चिप्स देखाउ ल्याउ त आउँछ कि कुदेर अबे ओ रियाक्ट पो गर्दो रहेछ यार Come on! Call your daddy. Hey you! कस्तो यहाँ हौ आमे उहाँ पर देख्नु न यो होइन हौ ऊ त्यहाँ परको यता आउँदैछ ठुलो माउ चाहिँ हो
उहाँ गएर चाहिँ बस्यो नि त के हो नाम कति 18 नाम छ के हो त्यो घाँटीका उयो खालको मङ्किज रहेछ नि त्यहाँनिर Let's go to next one. परको जस्तो ओह्रालो उकालो हिँड्नु सजिलो छ्या खोइ क्या हो क्या All right, you guys ready? Huh? Let's It's keep it vlogging. moving, guys. Come on. के हो यो के हो जेसुकै होस् नाम थाहा छैन आफै पढ्नु इन्काउन्टर टाइम ए त्यो त कहाँ नाम हो यताबाट पनि रहेछ जग्गा यहाँ चाहिँ उयो रहेछ एडभेन्चर्स गर्ने हो एडभेन्चर्स गर्ने हो यहाँनिर डोरी बाँध्यो अनि यहाँबाट यहाँ घुमाएर पर लान्छ क्या त्यस्तो साह्रो रिस्की त हुँदैन हो मलाई चाहिँ मन पर्यो अब $15 गोटाको लिएको थियो $15 मात्रै गोटाको लियो होइन अनि हेर्नु नि एउटा हेड अफ द फ्यामिलीलाई चाहिँ स्ट्याम्प हान्दो रहेछ किस्टोन सफारी लेखेको छ यहाँनिर यहाँ चाहिँ अब पैसा तिरेर गर्ने जग्गा रहेछ अब यहाँनिर हाम्रो गर्ने खालको कोही छैन त्यस्तो त्यही भएर हामी त्यसमा एडभेन्चर्स नगर्ने धेरै ठुलो पो रहेछ त नि चढ्दै चढ्दै गएर गर्नुपर्ने अब यो चाहिँ तपाईँको उठ हो कि म त आफ्नै नाम राखिदिने हो यिनी हुन् फार्गो लेखिरह पेंगुइन हो फार्गो लेखेको के हो नाम बाबु तिम्रो नाम के हो बाबु पानी करी खेलेर बसेछ यसलाई चाहिँ पानी चाहिँदो रहेछ सफारीकै म्युजिक ब्याकग्राउन्डमा नै आइरहेको छ नि आमै भोक लाग्यो ट्रिना नेक्स्ट वान मेरो चाहिँ छोरीमा निस्केर स्टुलरबाट निस्केर समाउनु पर्यो भन्दैछ कि उसलाई समाउनु कहाँ दिनुहुन्न ट्याङ्कु न हो यो ट्रक नि यो ट्रकमा चढेर पनि घुमाउँछ त उसको त्यसको चाहिँ बेग्लै पैसा लिन्छु यो ट्रकमा चढाउँछ टुर ट्रक यो टुर ट्रकमा चढाएर प्लेट डुलाउँछ टुर गराउँछ तर आई थिङ्क त्यसमा त्यति मजा आउँछ जस्तो लागेन अनि यहाँनिर ड्राइभ थ्रुबाट पनि रहेछ जो आफ्नै गाडीमा चढेर
हिँड्ने पनि रहेछ अनि त्यसमा चाहिँ गाडीमै आउँदो रहेछ जनावरहरू होइन अनि खाजाहरू खुवाउनु सकिएछ भने त्यसबाटै खुवायो जनावर कता छ कता हेर्छ यतापट्टि जाउँ जूमा त आएको नानी जूमा उफ बाख्रा बाख्रा गोल ट्रिनालाई मनपर्छ खसीको मासु मेको मासु मनपर्छ ट्रिनालाई उफ्रिने खेल्ने पनि राखिदिएको रहेछ यो त गोठ रहेछ गोठहरू यता त एडभेन्चर्स गर्ने खालको ल जाउँ यता यो खालको खसीको मिठो हो लामगाने मासु भाग्यमा नि हुनु यहाँभित्र पनि छ होला मेरो क्यामेरा चाटेर नि भाइरल गराइदिनु त कहिले क्यामेरा खाइदियो भने साह्रो गन्दै रहेछ हौ खाना खै क्या को हो तिमी चाहिँ मान्छे भित्ता पो खाँदो रहेछ त मान्छे पो भनी पठाएछ फेरि मान्छे त होइन नि त हामी चाहिँ यहाँ घुम्न आएको चाहिँ अब 1 घन्टा हामी चाहिँ यहाँनिर घरबाट आउँदाखेरि 1 घन्टा लाग्यो यो किस्टन सफारीमा अनि यहाँ आउने प्लान चाहिँ के हो भने अब यसो नानीलाई देखाउने होइन रमाइलो गराउने अलिकति एजुकेसन टाइपको हिसाबले निस्केको हो अलिकति हाम्रो पनि अब ठुलोको पनि माइन्ड फ्रेस होइन अहिले फेरि हावाले पनि साथ दिइरहेको छ मौसमले पनि कस्तो राम्रो छ नि हावा नेपालै याद आएर उसलाई ए बाख्राको पाठाहरू थ्याङ्क यू यहाँनिर हामीलाई एकजना गोरीले हामीलाई यहाँनिर खाजाहरू दिएको थियो नि अब यसलाई पैसा पर्थ्यो किन्दाखेरि पैसा पर्थ्यो होइन फ्रीमा दिइरहेको चाहिँ नि धेरै रहेछ फिड गराउनु पर्छ गनायो हो अलिक गनायो अरू जनावरलाई केलाई दिउँ यो यसलाई मात्रै हो कि अरूतिर पनि हुन्छ दिन ठिक हो यहाँ भिडियो गर त ट्रिना यहाँ यो के चाटेर मर्यो ए यिनी त मेरो साथी हो रहेछन् कालु कालु यत्रो बेर कहाँ गयो
मलाई चिनिया सबै बोक्नु भयो साथी बेला जाना साथी नजिक नजिकै रहेछ सबै थोक ऊ चाहिँ अलि अग्लो रहेछ ऊ बुझ्दो रहेछ त ल नेक्स्ट विच नेक्स्ट यु त्यही हो कि अर्को आमाले चिप्स खाएको देखेँ आमाले चिप्स खाएको देखेँ अनि वा भन्दै ल ल मलाई चाहिँ यो कालुले नै खोज्दो रहेछ अघिदेखि भयो ल काले जाउँ अर्कोतिर यता जाउँ न अरू छैन कि मुसा होइन है खोइ स्यालको बच्चा जस्तो छ मैले चाहिँ नि बाख्रालाई अलिकति चारो दिएको थिएँ कि त्यो अघि गोरीले दिएको चारो दिएको थिएँ राम्रोसँगले खायो अब शेरको हातबाट बाख्रालाई खाजा खुवायो बाख्रादेखि त के डराउनु मजाले चाट्दो रहेछ हात पनि अहिले चाट्दै गर्छ पछि उसलाई खाइन्छ छैन बाटो त छ तर त्यहाँ अर्कै अरू नै के आमैले खाजा बोकेको होइन अनि ल्याउनु भनेको त किन भने के हुन्छ मजाले बसेर खानु त भनेको त छोरीको चाहिँ चोरिडो चिप्स फेभरेट हो चोरिडो चिप्स खाँदै बस्थ्यो यसको जाउँ उताबाट अब यताबाट एफ्रिका ट्रिना नओर्लिने सिँगान पुस्दै पुस्दै त्यो चाहिँ लायन हो सिंह अब यहाँ चाहिँ हामी शेरको भेट भयो म बब्बर शेर हो हामी शेरको चाहिँ भेट भयो अब यहाँ कसरी मलाई नमस्कार गर्छ अब हेर्नुहोस् कसरी चिन्दो रहेछ हेर्नु है अब कसरी म उता हेरेर आएको छैन ऊ कसरी चिन्छ हेर्नु है ओ वा बोल्नु खोज्दैछ क्या उहाँ हो बुढो रहेछ है क्या हो नि अलिक आवाज पनि निकाल्न सकेन के किन्न आँटेको three piece chickens with tender with fries $13 go get them किन्छे होला नि त टिकाले उठमा चढ्नुपर्छ होला हौ एकखेप बुढाबुढी हाँटिका उठमा चढ्ने मम्मी चढ्ने उठमा आमै नाति बोजू चढौँ त्यो उठमा 14 रुपियाँ हेरेर तिर्नुपर्ने बुढाबुढी चढौँ न त यता बुढाबुढी चढौँ न त ल किन आउने
मानेन नौ चढ्नै डराइन् क्या म एक्लै चढेर नि के गर्नु अब होइन Stop it, Elizabeth, or you will not get anything. 3-piece chicken tender with fries, $13. 4-piece chicken, that's all. ल्याउ ल यहाँ चाहिँ हामी अलिकति खाजा खानु पर्यो भनेर खाजा किन्दैछ बुढीले खाजा यहाँनिर बसेर बेन्चमा बसेर खाजा साजा खाएर अनि जान्छौँ नो 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 आम गुड परबाट मलाई बुढीले आवाज दिँदैछन् कि जुस खाने भनेर मैले खाँदिनँ भनेको नि बेला बेला यसरी घुम्न आउनु पनि नि एकदम राम्रो कुरो हो क्या होइन माइन्डहरू पनि फ्रेस हुन्छ यसरी बेला बेला आउने हो सधैँभरि होइन बेला बेला यसरी घुम्न ओर्न निस्किँदाखेरि अब समर लागेको छ समरमा धेरै जस्तो घुम्न निस्किन्छौँ नै हो कहाँ यहीँ बसेर खाउँ ल शीतल अब यस्तै हो यहाँ बसेर चिकन टेन्डर खाने वाइफले ल्याउँदैछिन् उहाँबाट Attention guests, this is the last call for the 4:30 Eastern counter. There's 2 spots available and you can sign up at the closest station. यतिकै हुन्छ के ल्यायो पेपरमा बोकेर आयो यतिलाई $13 अब भइगयो त हामी भोकै थियौँ तीनटा भनेको त दुईटा मात्रै छ त टेन्डर मिठो हामी चाहिँ एकछिन खाजा खाइसकेर फेरि टुर गर्छौँ ल यहाँनिर नानीहरू चाहिँ स्टुलमै राखेका छन् क्या अब हिँडाउँदाखेरि पनि तपाईँको बलुवाहरू खेलाउँछन् होइन अनि स्टुलमा राख्दा सजिलो पनि भयो ऊ ठेलामा यहीँबाट यहाँ उठमा नि चढेको $14 इच पर्सनको $14 लिँदो रहेछ त एक राउन्ड यहाँदेखि उतासम्म मात्रै हिँडाउँदो रहेछ क्या सो मैले मेरो वाइफलाई भनेको चढौँ न बुढाबुढी चढेर एकचोटि भ्लगकै लागि भए पनि सो एक्सपिरियन्स गरौँ न त अनि भनेको नाइ हेऱ्यौँ त भइहाल्यो त अनि पैसाको किन खर्च गर्नु भन्छ भन्दैछ क्या हेलो गुड कुरो त ठिकै नै हो पैसा खर्च गरेर के गर्नु $14 यताबाट जाउँ न स्टुलरमा बोकेर यतिकै $14
एक राम बुढाबुढी नै चढेको भए पनि चढौँ न हौ दुईजना मात्रै एक्सपिरियन्स गर्नु म तिर्छु पैसा बरु म गरिदिन्छु भिडियो हेर्नु केही कुरोमा पनि कहिले मिल्दैन क्या तुझु अब त घाम पनि छैन ट्रिना पनि हिँड्ने होला स्टुलरबाट हो ऊ त्यहाँ खेल्ने रहेछ ट्रिनालाई त्यति नै हो कि के ऊ यता पनि देखेको थियो देख्नु त अघि अनि कस्तो लाग्यो त सफारी टिका कस्तो लाग्यो भन्छु कस्तो लाग्यो राम्रो राम्रो कस्तो राम्रो भन्नाले राम्रो कस्तो लाग्यो भन्दा राम्रो त्यति नै हो एन्सर अलिक छैन एनिमलहरू पनि राम्रो राम्रो थियो एनिमल भन्दा पनि राम्रो म भन्दा पनि राम्रो थियो तपाईँ नहसाउनु नि फेरि अब यहाँनिर ट्रिनालाई एकछिन खेलाउनु पर्छ यहाँ पार्क पनि रहेछ पार्क भन्नाले नानी यहाँ त सिङ्का छ के यहाँ रहेछ टाइगर बेङ्गल टाइगर म जस्तै रहेछ त्यो शेरभन्दा शेर कम छैन के अरे शेरभन्दा शेर कम छैन अहिलेको जस्तै हो शेरभन्दा शेर कम छैन यस्तो अरे सेयरभन्दा सेयर कम छैन बिबिसाना तपाईँ जस्तो गरेर रिजल्ट नि त त्यो म चाहिँ कसरी सुन्छु गर्छु म यहाँ रहेछ त आमैको नाति बेङ्गल टाइगर यहाँ त झर्ना जस्तो एउटा भ्युज चाहिँ रहेछ बेङ्गल टाइगर हाम्रो फेस पनि एउटै रहेछ आँखा हेर्नु त आँखा हो आमै चाहिँ यहाँ अलिकति खाजा खाएर शीतलमा बस्नुभयो म पनि शीतलमा बस्दैको एकछिन स्टुलरबाट अब नानीलाई पनि निकालेर यु क्यान्ट गो इनसाइड अघि उहाँ भित्र पसेर हेर्नु भन्दैछ कम अन वर्क फरवर्ड टाइगर भएको ठाउँमा उता तपाईँ नै देखिरहनु भएको छ ऊ त्यो दुलोमा के हो भन्दै हुन्छ आउनु तपाईँ जस्तैको बसिरहेको छ रिफ्लेक्सन आउँदो रहेछ कि आमै त्यहाँ चेयरमा बसेको होइन आमा अनि त्यो चाहिँ को हो दुलोको रमाइलो हुन्छ ऊ ए दिस भाइ भयो अरे के अरे ठिक आउँदैछु ए मुभ दिस भाइ डोन्ट गो ब्याक त्यहाँ आएछ पुरा कोतारेर बस्दो रहेछ त नि देखे चिने मलाई बेङ्गल टाइगर भनेको त अलिक कस्तो मोटो मोटो कस्तो खालको देख्दो रहेछ त नि मान्छेको मासु खान्छ नि हो यहाँ पनि चारो मान्छेकै मासु दिन्छ होला मान्छेको होइन अब लाइक अरू नै एनिमल्स मिट्सहरूको होइन स्टोरबाट बाई गरेर अनि त्यही खुवाउँछ होला नि उहाँ आउँदैछु त्यहीँ गएर बसिदियो पानीमा बस्दो रहेछ गर्मीले हो कि गर्मीले होला हौ गोरु अनि तिमी चाहिँ गोरुलाई भेट्न जाँदा चाहिँ एक्लै जानुपर्छ मान्छे पनि अचम्मको हुन्छ न यहाँ गोरु रहेछ गोरुलाई भेट्नु चाहिँ एक्लै आज हामी चाहिँ उहाँ ग्रुपमा बसिरहेको छौँ कता गयो बढी भनेको त गोरु भेट्न पाएछ न 50 सेन्ट्स अरे अब यो गोरुलाई चारो दिनु पर्यो नि 50 सेन्ट्स कता हो यहाँ गोरु होइन कस्तो खालको गोरु जनावर यहाँ हेर्दै त यहाँ हो हेर्दैन के भयो खाने क्या घुर्दिरहेको छ नि कस्तो रिसाएको जस्तो गरेर त्यो सिङले हान्दिउँला जस्तो गर्दो
ए उयो बफेलो यो आई थिङ्क दिस इज यहाँनिर लेखेको रहेछ यसलाई भन्दो रहेछ सिचुएन टेकिन त्यस्तै होला इङ्ग्लिस नेमहरू पढ्नु पनि क्या गाह्रो हुन्छ हो यस्तो अप्ठ्यारो नामहरू क्या लगभग हामी चाहिँ घुमि पनि सक्यौँ ठिक्क टाइम पनि हुने बेला भयो 10 बजी खुलेर 6 बजी बन्द हुँदो रहेछ बेलुका के हो कति बजे अझै टाइम रहेछ खोइ फेरि आउँदैछ यताबाट बेङ्गलोर टाइगर यता चाहिँ आउनु नि हौ उतै जानु भयो मदेखि डराउँछ नि त मेरो छेउछाउ आउँदैन त्यही भएर त म नभएको बेलामा आउँदो रहेछ छेउमा जानुपर्छ झुक्याएको डरले उता यता आउला जस्तो गर्छु उतै गइहाल्छ तल भयो नि पानी पनि पर्ला जस्तो भयो नि छोरीलाई चाहिँ त्यो साह्रो मन परेछ अब मान्छेहरू नि आइरहँदो रहेछ नि डुल्नु त नि भिजिटर्सहरू चिना भयो हौ अब ल गाइस आजलाई चाहिँ यति नै हामी चाहिँ सबै डुलिसक्यौँ होइन नानी पनि धेरै बेर डुली तर ऊ अलिकति त्यहाँ रक खेल्नु भन्दै थिइन् कि मजाको रक रहेछ फेरि क्लिन अनि एकछिन रकमा खेलाइओर्यो अनि त्यहाँ अगाडि अलिकति त्यो पार्क एडभेन्चर्स गर्ने पार्क जस्तो थिएन नेटहरू लगाएको त्यहाँ एकछिन खेलेर अनि अब हामी जान लागेको बाई बाई गाइस कस्तो के लाग्यो सब्सक्राइब गर्नुहोस् होला मेरो युट्युब च्यानललाई अनि अर्को पालि फेरि नयाँ ठाउँको भ्लग बनाएर हाल्छु त्यतिन्जेलसम्मलाई बाई बाई ह्याभ अ गुड डे